हेलो, आज हामी नदी नालाको बारेमा पढ्न गइरहेछौँ। हाम्रो नेपालमा कतिवटा नदी नालाहरू छन्, तिनीहरूको बारेमा हामी आज पढ्न गइरहेछौँ। नदी नाला हाम्रो नेपालमा जमिन 92.94% छन् र पानी 7.9% छन् र नदी नालाहरू 7.9% मा 3.9% नदी नालाहरू छन् र यी नदी नालाहरूलाई पनि 3वटा प्रदेशमा बाँडिएको छ। यो 3 प्रदेश भनेको प्रदेशलाई नबुझ्नु होला, यो नदी नालालाई नै बाँडिएको छ। कोशी प्रदेश, जसमा जुन कहाँबाट बग्छ, कञ्चनजङ्घा हिमालदेखि लामटाङ हिमालसम्म, जुन कहाँदेखि कहाँबाट बग्छ, ताप्लेजुङदेखि रसुवासम्म, र गण्डकी प्रदेशमा लामटाङदेखि धौलागिरी हिमालसम्म बग्ने गर्छ। जुन यहीबाट हामी म्याच गर्न सक्छौँ रसुवादेखि म्याङ्दीसम्म। जुन यहाँ लास्ट हुन्छ त्यो यहाँ फर्स्ट हुन्छ, रसुवादेखि म्याङ्दीसम्म। अब कर्णाली प्रदेशमा पनि धौलागिरीदेखि ब्यास हिमालसम्म बग्ने काम गर्छन्, जुन फेरि यहीँबाट यहाँ जस्तै धौलागिरीबाट सकियो भने यहाँ कर्णाली प्रदेश त्यहीँबाट स्टार्ट हुन्छ, धौलागिरीदेखि ब्यास हिमालसम्म, म्याङ्दीदेखि दार्चुलासम्म यसको बहाव छ। अब नदी नालालाई विशेष गरी 3 भागमा बाँडिएको छ, प्रथम, दोस्रो र तेस्रो। प्रथम श्रेणीको नदी नालाहरूले ठुलो हुन्छन् र विद्युत उत्पादनको लागि धेरै शक्तिशाली हुन्छन्, जसले धेरै मेगावाट विद्युत उत्पादन गर्छ। हाम्रो नेपालमा कति मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ? क्षमता भनेको 83,000 मेगावाट हो, तर कति उत्पादन गरिरहेका छन्? मात्र 42,000 मेगावाट। अनि नेपालमा सानोदेखि ठुलो गरी 6,000 भन्दा बढी नदी नाला छन्। अनि 160 किलोमिटर भन्दा बढी लम्बाइ भएको नदी 100वटा छन् भने 11 किलोमिटर भन्दा बढी लम्बाइ भएको नदी 1000वटा छन्। अरूको भारतको तिब्बतदेखि बगेर आउँछन् भने, चीनको तिब्बतदेखि बगेर आउँछन् भने भारतसम्म बग्छन्। अब प्रथम श्रेणीको नदी नालामा विद्युत उत्पादन गर्ने क्षमता बढी हुन्छन्। 22वटा नदीहरू हुन्छन्, जस्तै 7-7वटा कोशी प्रदेशको नदीमा 7वटा नदी, गण्डकीमा 7वटा, कर्णालीमा 7वटा र एउटा महाकाली नदीलाई पनि हामी चिन्छौँ। जम्मा 22वटा नदी जुन ठुलो छन्, तर विद्युत उत्पादन गर्ने क्षमता यसमा निकै प्रभावकारी छ। दोस्रो श्रेणीको नदीमा पर्छन् महाभारत श्रेणीबाट बग्ने नदीहरू, जुन सिँचाइको लागि अत्यन्त उपयुक्त नदीहरू मानिन्छ, जुनमा हामी प्रसिद्ध नामहरू नै चिनिन्छन्, जस्ट लाइक मेची, बागमती, त्रियुगा, बब्बै, राप्ती, कमला, बाणगङ्गा। यिनीहरू प्रसिद्ध नदीहरू छन्, तर सिँचाइको लागि एकदमै उपयुक्त मानिन्छन्। अब तेस्रो खालको नदीमा पर्छन्, जुन हामी अर्को नामले के चिन्छौँ? विनाशकारी नदी, जुन सानो हुन्छन्, तर यो विनाशकारी बढी बाढी पहिरोले बगाउने खरे खोलाहरू पनि यसलाई भन्ने गर्छौँ। अब हामी प्रथम श्रेणीको नदीहरूको बारेमा अब पढ्न गइरहेछौँ, जस्ट लाइक सप्तकोशी नदीको लम्बाइ हो 720 किलोमिटर, तर नेपालमा बग्ने चाहिँ 152 किलोमिटर मात्र हो, किनभने अझै चाइनाको तिब्बतबाट आउँछन् भने भारततिर बगेर जान्छन्। यसको विद्युत उत्पादन गर्ने क्षमता 22,000 मेगावाट हो भने यसको बहाव क्षमता फ्लो अफ क्यापेसिटी 1564 मिटर किलोमिटर स्क्वायर हो। ठुलो सहायक नदी यसको अरुण हो भने सानो सहायक नदी यसको लिखु हो। यसलाई लार्जेस्ट रिभर, ठुलो नदी पनि भनेर चिनिन्छ। यसको विशेषता हो, अर्को विशेषता यसको छ बालुवा बहाव क्षमता। यसले धेरै मात्रामा बालुवा बहाव बगाएर ल्याउने काम गर्छ। यसको यो पनि एउटा दोस्रो विशेषता हो। र यसको स्थान परिवर्तन हुन्छ, यो एउटा स्थानबाट भएर बग्दैन, मतलब यो आफ्नो स्थान परिवर्तन गरेर बग्ने गर्छ। यो 3वटा यसको विशेषता हो। यसलाई भारतमा के नाम लिएर चिनिन्छ भने यसमा बिहारको दुख, अनि यसको नाम हो भारतमा दामोदर नामले पनि यसलाई, सप्तकोशी नदीलाई दामोदर नामले पनि चिनिन्छ। यसको नामाकरण गर्ने ऋषिको नाम हो कौशिक ऋषि।
यसको सहायक नदीहरू कतिवटा छन्? 7 वटा छन्। पूर्वदेखि पश्चिममा नै हामी मिलाउँछौँ किनभने एक्जाममा पूर्वदेखि पश्चिममा नै सोधेर आउँछन्। यसको सूत्र हो त अ दुलित सुई। तबाट तमोर, अबाट अरुण, दुबाट दुधकोशी, लिबाट लिखु, तबाट तामाकोशी, सुबाट सुनकोशी र यीबाट इन्द्रावती। यी 7 वटा नदीहरू यसको सहायक नदी हुन्। जुनमा ठुलो सहायक कुन हो भने अरुण नदी हो, अनि सानो सहायक कुन हो? लिखु नदी हो। यो भयो सप्तकोशी कोशी प्रदेशको 7 वटा नदीहरू।